के बजारमा महिनौदेखि चलेको करेक्सन सकिएको हो र अबको यात्रा कतातिर होला? सुरु गर्नुअघि आजको बजारको एउटा रोचक तथ्याङ्कबाटै कुरा सुरु गरौँ न। बजार आज 16.69 अङ्कले बढेर 2618.30 मा बन्द भयो। तर त्योभन्दा महत्त्वपूर्ण कुरा, बजार दिनको सबैभन्दा उच्च बिन्दुमा बन्द भएको छ। प्राविधिक विश्लेषणमा यसलाई क्लोजिङ एट द हाई भनिन्छ र यो सामान्यतया एउटा सकारात्मक सङ्केत हो। तर के यो एक दिनको वृद्धिले साँच्चै केही अर्थ राख्छ? आउनुहोस् यसको गहिराईमा जाउँ। ल अब यसलाई विस्तारमा हेरौँ। सबैभन्दा पहिले ठूलो चित्रबाट सुरु गरौँ न। यदि कसैले जुम आउट गरेर हेर्यो भने बजारको दीर्घकालीन र मध्यकालीन प्रवृत्ति अहिले कस्तो देखिन्छ? ठूलो चित्र हेर्दा बजार अझै पनि एउटा महत्त्वपूर्ण लक्ष्मण रेखाभन्दा तल नै छ। त्यो हो 200 दिनको मुभिङ एभरेज, जसलाई EMA 200 पनि भनिन्छ। यो अहिले लगभग 2643 को स्तरमा छ। जबसम्म बजार यो रेखाभन्दा माथि निर्णायक रूपमा जाँदैन, दीर्घकालीन रूपमा बजार पूर्ण रूपमा बुलिश भइसक्यो भन्न मिल्दैन। त्यसैले अहिलेको अवस्थालाई करेक्सन वा कन्सोलिडेसन चरण नै भन्नुपर्छ। यो 200 दिनको मुभिङ एभरेजलाई बजारको लामो यात्राको दिशा देखाउने राजमार्ग जस्तै मान्न सकिन्छ, होइन त? र हामी अहिले त्यो राजमार्गभन्दा अलिकति तल सर्भिस लेनमा छौँ। एकदमै राम्रो उदाहरण हो त्यो। हामी राजमार्गमा फर्किन खोजिरहेका छौँ, तर अझै फर्किसकेका छैनौँ। तर मध्यकालीन प्रवृत्ति हेर्दा, अर्थात् छोटो दूरीको बाटो हेर्दा 50 दिनको मुभिङ एभरेज EMA 50 लगभग 2622 मा छ र यो लगभग 1300 मतलब फ्ल्याट भएको छ। यो चाहिँ एउटा चाखलाग्दो विकास हो। 1300 हुनुको अर्थ के हो? यसले के सङ्केत गर्छ? यसको अर्थ हो बिक्रीको चाप, त्यो सेलिङ प्रेसर कमजोर हुँदै गएको छ। केही समय अघिसम्म यो रेखा तलतिर ढल्किरहेको थियो, जसको मतलब विक्रेताहरू हाबी थिए र बजारलाई तल तानिरहेका थिए। तर अब यो समतल हुनु भनेको बजार तीव्र रूपमा खस्ने क्रम रोकिएको छ। खरिदकर्ता र विक्रेता बीच एक किसिमको शक्ति सन्तुलन हुन थालेको छ। बजारले सास फेर्न खोजिरहेको छ। ठिक छ, भनेपछि बजार खस्ने क्रम रोकिएर स्थिर हुन खोज्दैछ। तर स्थिर हुनु मात्र त पर्याप्त भएन। माथि जानका लागि केही सकारात्मक सङ्केतहरू पनि देखिएका छन् कि? स्रोतले यसबारे के भन्छ? हो, यहीँनिर कुरा रोचक बन्न थाल्छ। विश्लेषणमा करेक्सन सकिन लागेको र बजारले भित्रभित्रै शक्ति सञ्चय गरिरहेको देखाउने 4वटा मुख्य सङ्केतहरू औल्याइएको छ। पहिलो र सबैभन्दा आधारभूत सङ्केत हो हायर लो फर्मेसन। हायर लो अर्थात् पहिलेको भन्दा माथिल्लो न्यूनतम बिन्दु। यसलाई सरल भाषामा कसरी बुझ्ने? सरल भाषामा भन्दा बजारले पछिल्लो पटक खस्दा पहिलेको भन्दा तल जान मानेन। यसले 2550 देखि 2580 को क्षेत्रमा एउटा बलियो भुइँ वा फ्लोर बनाएको छ। पहिले विक्रेताहरूले बजारलाई सजिलै तल धकेलिरहेका थिए, तर अहिले त्यो 2550-80 को स्तरमा पुग्ने बित्तिकै खरिदकर्ताहरू आएर बजारलाई सम्हालिरहेका छन्। यो भनेको बजारमा बिक्री गर्नेहरूको आत्मविश्वास घट्दै गएको छ र किन्नेहरूको आत्मविश्वास बढ्दै गएको पहिलो प्रमाण हो। ओके, भनेपछि बजारले एउटा सेफ्टी नेट जस्तो बनाएको छ, जसले उसलाई त्योभन्दा तल खस्न दिएको छैन। तर माथि उक्रिनलाई त शक्ति पनि चाहियो। बजारमा त्यो शक्ति वा मोमेन्टम आउन थालेको छ भनेर कसरी थाहा पाउने? यहाँनिर RSI जस्ता सूचकहरूको भूमिका आउँछ होला, होइन? मैले सुनेको छु यसलाई बजारको स्पिडोमिटर पनि भन्छन्। तपाईले एकदम सही ठाउँमा जोड्नुभयो। दोस्रो सङ्केत यही RSI अर्थात् रिलेटिभ स्ट्रेन्थ इन्डेक्स हो र स्पिडोमिटरको उदाहरण सान्दर्भिक छ। यसले बजार कति छिटो र कति बलले माथि वा तल गइरहेको छ भनेर नाप्छ। अहिले यो स्पिडोमिटर 50 को आँकडा पार गरेर लगभग 52 को स्तरमा पुगेको छ र माथितिरै फर्किरहेको छ। 50 को स्तरलाई किन यति महत्त्व दिइन्छ? किनभने 50 को स्तरलाई तटस्थ मानिन्छ। जब RSI 50 भन्दा तल हुन्छ, बजारको गति कमजोर छ र विक्रेताहरू बलिया छन् भन्ने बुझिन्छ। जब यो 50 भन्दा माथि जान्छ, यसले खरिदकर्ताहरूले एक्सेलरेटर थिच्न थालेको र बजारले विस्तारै गति समात्न थालेको सङ्केत गर्छ। यो प्रविधि परिवर्तनको प्रारम्भिक सङ्केत हो। ठिक छ, बजारले भुइँ भेट्टायो अनि अलिकति गति पनि लिन थाल्यो। तर यो केवल 1-2 दिनको उछाल मात्र हो कि साँच्चीकै बजारको समग्र प्रवृत्ति नै परिवर्तन हुन लागेको हो? गति मतलब मोमेन्टम र प्रवृत्ति ट्रेन्ड
फरक कुरा हुन्। प्रवृत्तिको बारेमा म्याकडी जस्ता सूचकले केही बताउँछ कि? उत्कृष्ट प्रश्न। गति र प्रवृत्तिलाई जोड्नु एकदमै महत्त्वपूर्ण छ। तेस्रो सकारात्मक सङ्केत यही म्याकडी सूचकबाट आएको छ। म्याकडीले बजारको प्रवृत्तिको स्वास्थ्य र दिशा देखाउँछ। अहिले यसको हिस्टोग्राममा रातो बारहरू खुम्चिँदै र सानो हुँदै गएका छन्। यी रातो बारहरूले बिक्रीको चाप वा बेयरिश मोमेन्टमलाई जनाउँछन्। ती खुम्चिनु भनेको बिक्रीको गति एकदमै कम हुँदैछ भन्ने स्पष्ट सङ्केत हो। अझ महत्त्वपूर्ण कुरा, म्याकडी लाइनहरू एकअर्कालाई काटेर माथि जान खोज्दैछन्, जसलाई बुलिश क्रसओभरको तयारी मानिन्छ। यो हुन सक्यो भने प्रवृत्ति परिवर्तनको बलियो सङ्केत हुनेछ। ओहो, भनेपछि तीनवटा सङ्केतले बजार सुधारिँदै गएको देखाइरहेका छन्। अरू के छ? एउटा अन्तिम सङ्केत छ जसले यी सबै कुरालाई समेटेर एउटा ठूलो चित्र देखाउँछ। त्यो हो बोलिन्जर ब्यान्ड्स। अहिले यी ब्यान्डहरू एकदमै साँघुरिँदै, मतलब कन्ट्र्याक्टिङ गएका छन्। ब्यान्ड साँघुरिनु, यो सुन्दा त केही कुरा खुम्चिँदै गएको जस्तो लाग्यो। यसको अर्थ के हो? यसलाई प्राविधिक विश्लेषणमा भोलेटिलिटी कम्प्रेसन भनिन्छ। तपाईँ यसलाई एउटा प्रेसर कुकरसँग तुलना गर्न सक्नुहुन्छ। जब बजारमा उतार चढाउ एकदमै कम हुन्छ र बजार एउटा सानो दायरामा खुम्चिन्छ, त्यो भनेको भित्रभित्रै दबाव सिर्जना भइरहेको छ। यस्तो अवस्था धेरै समय टिक्दैन। यो शान्तिपछिको आँधीको सङ्केत हो। बजारले कुनै एक दिशामा कि माथि कि तल ठूलो र विस्फोटक चाल लिने तयारी गरिरहेको छ। तर एकछिन है, हामीले चारवटा सकारात्मक सङ्केतको कुरा गर्यौं। बजारले नयाँ लो बनाएन, आरएसआईले गति देखाउँदैछ, एमएससिडीले प्रवृत्ति सुधारिँदै गएको भन्दैछ र बोलिन्जर ब्यान्ड्सले कुनै पनि बेला ठूलो चाल आउन सक्ने देखाइरहेको छ। यो सबै सुन्दा त अब ढुक्क भएर बजार माथि जान्छ भन्न सकिन्छ जस्तो लाग्छ। तर के साँच्चै त्यति सजिलो छ? कता कता कुरा बाजेको जस्तो सुनिन्छ नि। तपाईले एकदमै महत्त्वपूर्ण प्रश्न उठाउनुभयो, जुन धेरै लगानीकर्ताको मनमा हुन्छ। यी सबै अत्यन्तै सकारात्मक सङ्केतहरू हुन्, तर यी सङ्केत मात्र हुन्, पुष्टि मतलब कन्फर्मेसन होइनन्। बजारले हामीलाई म माथि जान तयार छु भनिरहेको छ, तर म माथि गइसकेँ भनेको छैन। करेक्सन सकियो भनेर ठोकुवा गर्नका लागि बजारले केही महत्त्वपूर्ण परीक्षाहरू पास गर्नै पर्छ। के हुन् ती परीक्षाहरू? स्रोतका अनुसार 3वटा मुख्य शर्तहरू छन्। पहिलो, बजारले 2625 देखि 2645 को महत्त्वपूर्ण प्रतिरोध क्षेत्र रेजिस्टेन्स जोन भन्दा माथि बन्द हुनुपर्छ। यो क्षेत्र एउटा साधारण प्रतिरोध होइन। यो किन यति शक्तिशाली छ भने यहाँ हामीले अघि कुरा गरेको EM50 र EMA 200 दुवै लाइनहरू एकै ठाउँमा बसेका छन्। यो भनेको दुईवटा ठूला पर्खाल एकै ठाउँमा हुनु जस्तै हो। यसलाई तोड्न धेरै शक्तिको आवश्यक पर्छ। र यदि बजारले यो पर्खाल तोड्यो भने दोस्रो शर्त के हो? दोस्रो शर्त हो स्थिरता। त्यो पर्खाल तोडेर एक दिन माथि बस्नु पर्याप्त छैन। कम्तीमा 2-3 दिनसम्म त्यो स्तरभन्दा माथि टिक्नु पर्छ। कहिलेकाहीँ बजारले लगानीकर्तालाई झुक्क्याउन एक दिनको लागि मात्र माथि उफ्रिन्छ र भोलिपल्टै फेरि तल झर्छ। यसलाई फेक आउट वा फेक ब्रेकआउट भनिन्छ। मलाई याद छ केही महिना अघि पनि बजारले एउटा महत्त्वपूर्ण स्तर तोडेको थियो। सबैजना उत्साहित भएर किन्न दौडे, तर भोलिपल्टै बजार फेरि तल झर्यो। त्यति बेला धेरैजना फसेका थिए। त्यसैले त्यो वृद्धिको दिगोपन हेर्न केही दिन पर्खनु एकदमै जरुरी छ। ठिक छ, लिनु प्रतिरोध तोड्नु पर्यो र त्यहाँ टिक्नु पर्यो। अब तेस्रो र अन्तिम शर्त। तेस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण शर्त हो भोल्युम, अर्थात् कारोबार रकम। बजार बढ्दा कारोबार रकममा पनि उल्लेख्य वृद्धि हुनुपर्छ। यो किन महत्त्वपूर्ण छ भने यसले त्यो वृद्धिलाई कसले समर्थन गरिरहेको छ भन्ने देखाउँछ। यदि मूल्य मात्र बढ्यो तर कारोबार रकम बढेन भने त्यसलाई कमजोर वृद्धि मानिन्छ, जसमा साना लगानीकर्ताको मात्र सहभागिता भएको हुन सक्छ। तर राम्रो भोल्युम सहितको वृद्धिले ठूला र संस्थागत लगानीकर्ताहरू पनि बजारमा प्रवेश गरेका छन् र त्यो वृद्धिलाई बलियो समर्थन प्राप्त छ भन्ने कुराको प्रमाण दिन्छ। यी 3 शर्तहरूमध्ये एउटा लगानीकर्ताले सबैभन्दा बढी ध्यान दिनुपर्ने कुन हो? के भोल्युम बिनाको ब्रेकआउट सधैँ फेल हुन्छ? प्राय जसो हो। भोल्युमलाई वृद्धिको इन्धन मानिन्छ। इन्धन बिना गाडी धेरै टाढा जाँदैन। त्यसैले मूल्य, स्थिरता
र भोल्युम यी तीनवटाको संयोजन आवश्यक छ। तर यदि एउटा छान्नै पर्यो भने भोल्युम सहितको ब्रेकआउट सबैभन्दा विश्वास्य हुन्छ। ल, अब यी सबै विश्लेषणलाई समेटेर हेर्दा भविष्यका सम्भावित परिदृश्यहरू के देखिन्छन् त? बजार अब कुन बाटोमा जान सक्छ? स्रोतले तथ्याङ्क र सङ्केतहरूको आधारमा तीनवटा सम्भावित परिदृश्यहरू उल्लेख गरेको छ, सम्भावनाको प्रतिशत सहित। सबैभन्दा बढी सम्भावना भएको पहिलो परिदृश्य हो बेस फर्मेसन, जसको सम्भावना लगभग 60% छ। बेस फर्मेसन भनेको के हो? यसमा नेप्से तत्कालै माथि वा तल नगएर 2580 देखि 2650 को साँघुरो दायरामा केही हप्ता वा केही समयसम्म घुम्न सक्छ। यो भनेको बजारले माथि जानु अघि एउटा बलियो जग बनाइरहेको जस्तो हो। यसले बजारलाई अर्को ठूलो चालका लागि शक्ति सञ्चय गर्न मद्दत गर्छ। लगानीकर्ताका लागि यो अलि दिक्क लाग्दो हुन सक्छ, तर बजारको स्वास्थ्यका लागि यो एकदमै राम्रो मानिन्छ। ठिक छ, यो सबैभन्दा सम्भावित तर अलि सुस्त बाटो भयो। दोस्रो सम्भावना के छ? दोस्रो परिदृश्य हो अपट्रेन्डको सुरुवात, जसको सम्भावना 30% छ। यो सबैभन्दा आशावादी परिदृश्य हो। यदि बजारले हामीले अघि भनेका तीनवटै शर्तहरू, विशेष गरी राम्रो भोल्युम सहित 2650 को स्तर पार गरेर माथि टिक्न सक्यो भने करेक्सन आधिकारिक रूपमा समाप्त भएको मान्न सकिन्छ र नयाँ अपट्रेन्ड सुरु हुन सक्छ। यस्तो अवस्थामा बजारले छिट्टै 2800 को स्तरतिर यात्रा गर्न सक्छ। र तेस्रो सबैभन्दा कम सम्भावना भएको तर जोखिमपूर्ण परिदृश्य? तेस्रो परिदृश्य हो करेक्सनको निरन्तरता। यसको सम्भावना जम्मा 10% मात्र छ। यसमा यदि कुनै नराम्रो समाचार वा घटनाका कारण बजारले 2550 को बलियो टेवा तोडेर तल झर्यो भने करेक्सनले निरन्तरता पाउनेछ र बजार अझै तल जान सक्छ। त्यस्तो अवस्थामा अर्को बलियो टेवा 2450, 2480 को क्षेत्रमा हुन सक्छ। तर हालका सकारात्मक सङ्केतहरू हेर्दा यसको सम्भावना सबैभन्दा कम देखिन्छ। त्यसो भए यो सबै विश्लेषणलाई एउटा निचोडमा ल्याउँदा अहिलेको स्पष्ट र इमान्दार सन्देश के हो? र यो सुनेर बसिरहेका लगानीकर्ताहरूले अब के गर्ने? के किन्ने, के बेच्ने वा हात बाँधेर बस्ने? अन्तिम निचोड हो, करेक्सन सकिएको पूर्ण रूपमा पुष्टि भइसकेको छैन, तर बजार निको हुने प्रक्रियामा छ र सङ्केतहरू दिन प्रतिदिन बलिया हुँदैछन्। बजार अहिले एउटा सङ्क्रमणकालीन अवस्थामा छ, जहाँ यो करेक्सनको अँध्यारो सुरुङबाट बाहिर निस्केर उज्यालोमा जान खोजिरहेको छ। यो पर्ख र हेरको अवस्था हो, जहाँ हतारमा निर्णय गर्नुभन्दा बजारलाई आफ्नो दिशा स्पष्ट गर्न दिनु बुद्धिमानी हुन्छ। त्यसो भए यस्तो पर्ख र हेरको अवस्थामा लगानीकर्ताको रणनीति कस्तो हुनुपर्छ? स्रोतले केही व्यावहारिक सुझाव दिएको छ। पहिलो, आक्रामक रूपमा एकैपटक ठूलो लगानी नगर्ने, अर्थात् आफ्नो सबै पुँजी एकैपटकमा खन्याउने बेला अझै आएको छैन। बजारको दिशा स्पष्ट नभएसम्म संयमता अपनाउनु नै सबैभन्दा सुरक्षित रणनीति हो। दोस्रो सुझाव के छ? हातै बाँधेर बस्ने त होइन। दोस्रो सुझाव हो राम्रो वित्तीय अवस्था भएका, अर्थात् फन्डामेन्टली स्ट्रङ कम्पनीहरूको शेयर थोरै थोरै गरेर जम्मा गर्दै जाने, एक्युमुलेट गर्ने। बजार जब यसरी स्थिर हुन्छ, त्यो बेला राम्रा कम्पनीहरूलाई उचित मूल्यमा किन्ने अवसर हुन्छ। यसलाई सिस्टम्याटिक इन्भेस्टमेन्ट जस्तै मान्न सकिन्छ, जहाँ बजारको उतार चढावको फाइदा उठाउँदै बिस्तारै आफ्नो पोर्टफोलियो बनाउने। र के पैसा पनि तयारी अवस्थामा राख्नु पर्यो, होइन त? बिल्कुल, त्यो तेस्रो सुझाव हो। बजारले 2650 को निर्णायक स्तर तोडेर माथि गएमा लगानी थप्नका लागि केही नगद तयार राख्ने। जब बजारले ब्रेकआउट दिन्छ, त्यो बेला ओहो मसँग त किन्ने पैसा नै रहेनछ भनेर पछुताउनु नपरोस्। अवसरको लागि तयार रहनुपर्छ। यो त भयो अलि लामो समयको लागि लगानी गर्नेहरूको कुरा। छोटो अवधिका लागि कारोबार गर्ने अर्थात् ट्रेडर्सहरूका लागि के सुझाव छ? उनीहरूको रणनीति त फरक हुन्छ होला। एकदम फरक हुन्छ। ट्रेडर्सहरूका लागि सुझाव अझै स्पष्ट छ। उनीहरूले 2650 भन्दा माथि बजार निर्णायक रूपमा बन्द नभएसम्म पर्खनु नै उत्तम हुन्छ, किनभने उनीहरूको लागि बजारको सानो उतार चढाउले पनि ठूलो नाफा वा नोक्सान गराउन सक्छ। ट्रेन्ड स्पष्ट भएपछि मात्र प्रवेश गर्नु उनीहरूको लागि सुरक्षित र बढी नाफामूलक रणनीति हुन्छ। उनीहरूको लागि पर्खनु पनि एक प्रकारको कारोबार नै हो।
आजको यो गहन विश्लेषणले नेप्सेको हालको अवस्था र भविष्यको सम्भावनाबारे एकदमै स्पष्ट चित्र प्रस्तुत गरेको छ। बजार अहिले एउटा निकै महत्त्वपूर्ण मोडमा उभिएको देखिन्छ, जहाँबाट आउने केही दिन वा हप्ताले आगामी यात्राको दिशा निर्धारण गर्नेछ। एउटा अन्तिम विचार छोडेर जाउँ। यो सम्पूर्ण विश्लेषण प्राविधिक सङ्केत, चार्ट र अङ्कहरूमा केन्द्रित थियो। तर रोचक कुरा के छ भने यी हरेक सङ्केतहरूले वास्तवमा बजारमा सहभागी लाखौं लगानीकर्ताको सामूहिक मनोविज्ञानलाई प्रतिबिम्बित गरिरहेका हुन्छन्। अहिलेको यो सम्भावित बेस फर्मेसनको अवस्था केवल चार्टमा देखिने रेखाहरूको खेल होइन, यो बजारमा व्याप्त डर र आशाबीचको लडाईँ हो। विक्रेताहरू अझै घट्छ कि भन्ने डरले बेच्न खोजिरहेका छन् र खरिदकर्ताहरू अब बढ्छ भन्ने आशाले किन्न खोजिरहेका छन्। अबको केही समयमा बजारले लिने अन्तिम दिशाले यो लडाईँमा कुन भावनाले जित्यो भन्ने कुराको स्पष्ट प्रमाण दिनेछ।